घमण्डी नबनौं कि अरूलाई खनेको खाडलमा आफै परिएको हेक्का नरहोस्। जसरी प्रयोग नगरुन्जेलसम्म यी दुई मध्ये कुन चिनी हो र कुन नुन हो भन्ने कुरो थाहा पाउन सकिन्न। त्यसै गरी जीवनमा भेटिएका सम्पूर्ण व्यक्तिहरू तपाईका साँच्चै नै हितैषी या मित्र हुन् कि होइनन् भन्ने कुरो व्यवहार नगरुन्जेलसम्म थाहा हुँदैन। देख्दा रमाइलो लाग्ने, मिठो कुरा गर्ने हितैषी भनौँदाहरू पनि तबसम्म तपाईको साथमा हुन्छन् जबसम्म तपाईको लोकप्रियता या भनौं तपाईको सफलता उनीहरूको भन्दा तल हुन्छ। जब तपाई माथि उक्लिन थाल्नुहुन्छ त्यो पछि सम्पूर्ण शक्तिहरू लगाएर तिनै मित्रहरूले तपाईलाई तल झार्ने कोसिस गर्नेछन्। हुन त सबै सम्बन्धहरूमा स्वार्थ लुकेकै हुन्छ। यहाँ हामी सबैजना स्वार्थी छौं, तर त्यति पनि स्वार्थी नबनौं या त्यति धेरै घमण्डी नबनौं कि अरूलाई खनेको खाडलमा आफै परिएको हेक्का नरहोस्। सबैले आफ्नो आफ्नो भाग्य लिएर आएको हुन्छ, तसर्थ कसैको रिसराग नगरी भगवत भक्ति सहित सत्कर्ममा रमाउनुहोस्। जीवन सुन्दर अनि सरल हुनेछ। राधे राधे।